काली है चोयाको ढोको सानो माया है लगाउने धोको। सो वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। सो अनि आज चाहिँ हामी टक्क लाएर उता केरीमुटे सर ठाउँमा चोबारतिर जानु लागेको। अनि यहाँ अब आज हेरौँ है त। सो अनि मन्जुश्रीले चाहिँ टक्क लाएर काटेर पहिला काठमाडौँ बनाएको ठाउँ छ नि। सो अनि त्यो ऐतिहासिक चिजहरू कस्तो रहेछ होइन हेरौँ अनि कस्तो रहेछ त तपाईँहरूलाई देखाऊँ भनेर चाहिँ आज जानु लागेको। फाइनली गाइज चोबार आइयो अनि हामीले चाहिँ पछाडि स्कुटी पार्क गरेर अनि टक्क लाएर अब चट्ट जाउँ होइन मन्जुश्रीले काटेको ठाउँ हेर्न जाउँ। ठ्याक्क मैले ओडोमिटरमा हेर्दा आई थिङ्क लगभग 14 किलोमिटर समथिङ देखाइरहेछ जस्तो लागेको छ है। अहिले पछि म फाइनल भएपछि देखाउँछु नि तपाईँहरूलाई। सो अनि अब चाहिँ हेरौँ हामीले ठ्याक्क मन्जुश्रीले काटेको अनि हाम्रो काठमाडौँलाई चाहिँ बनाएको हेरौँ कसरी चाहिँ बनाइदिरहेको रहेछ त होइन हेरौँ न त। यस्तो फुल रहेछ राम 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 यही काटेको मन्जुश्रीले राम राम। यत्रो त कसरी काट्यो होला हौ राम 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 यत्रो काटेछ त हो गाठे तरवारले यत्रो काट्न सक्यो होला त। ट्याक्क लाएर हामी चाहिँ 4 जना आएको छौँ यहाँ। राम राम थट सब काठमाडौँको गुको बानी हो यो है। राम राम यत्रो ढल छ यार। बागमती कृष्णमती काठमाडौँ जति खोला छ सबै यतैबाट जाने निकास। बागमती सबै छ बागमती 19 मती सबै छ बागमती 19 मती सबै छ। विष्णुमतीहरू टक्क काठमाडौँको आउनु न अगाडि। सो अनि यहाँ चाहिँ नाना डराइराख्नु भएको छ होइन। अनि आई डोन्ट थिङ्क द्याट म चाहिँ अलिक डराएको छुइनँ। जसरी पार्क गएको चाहिँ ठ्याक्क 50 रुपियाँ पर व्यक्ति लाग्ने रहेछ है त। सो अनि अब चाहिँ हामी यहाँबाट जानु लाग्दैछौँ। मन्जुश्री पार्कभित्र छिरिसकेको छौँ होइन। काठमाडौँमा उकालो चढ्ने पैसा तिर्नुपर्छ नि त बाबु। यहाँभित्र त क्या दामी चट्टानले बनेको ठाउँ रहेछ। दामी रहेछ है यहाँको ढुङ्गाहरू। यहाँबाट यता जाउँ न टक्क लाएर। ओ क्या टेक्स्चर छ त हाइट डेन्जर छ त यार। त्यो मन्जुश्रीले हातले मात्रै काटेन छ हेर नङले कोता रहेछ भने नि। ओ यहाँबाट त फेरि क्या दामी देख्दो रहेछ यार। यहाँ निलो पानी हुन्थ्यो भने झन् क्या दामी हुन्थ्यो। सो अनि यहाँ त डेन्जर जोन भनेर पनि लेखिरहेको रहेछ। अनि यहाँबाट उँधो जाने ठाउँ रहेछ। सो डेन्जर जोन छ आफ्नै रिस्कमा जाने हो जानु चाहिँ होइन। गइदिउँ भए पनि कहाँ पुग्दो रहेछ त गइदिउँ न। खतरा त यार। माथिको गुफा चाहिँ ठ्याक्क लाएर यहाँनिर इन्ड हुने रहेछ क्या हो आई थिङ्क। सो अनि पुरै छिर्नै दिएको छैन यार। यो वायर जस्तो के लगाएको छ पहिला पहिला बत्ती लगाएको होला चाबी तोडेर छिर्नुपर्छ क्या हो। बाघ पालिरहेको छ क्या भित्र यार। खोइ त यस्तो यस्तो लभ 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 यहाँ फ्री भनेर लेखाएको छन् के लेख्यो। ओ सो डेन्जर डेन्जर बाटो आउनु चाहिँ तर यहाँ रहेछ यार गुफा त। के छ छिर्ने हो दाजै? ए छैन ठाउँ छिरिन्छ हो दाजै? जाउँ अलिक घोप्टिँदै जाउँ भित्रसम्म छिरिन्छ होला हौ। उल्टेर तल गयो भने यतै राख्नु दाजुले। यो कि तल ठुलो छ हेर्नु त उयो छ कुन ठुलो त्यो झन् सानो छ दाजु पक्का त्यो सानो छ। यहाँबाट तितो जाने होला नि। लाइट त यहाँ क्यामेरामै छ दाजु। यहाँभित्र के छ दाजु खजना पो भेट्छ कि? खजना त कतिजना खोइ यहाँ उदो देखिएन देखिएन। ए बाल्दै जाउँ बाल्दै। ए पाए भर मात्रै छौ के खाँदैको ए डुबाइ गयो नि हौ हामी त। ए सक्यो ए थुक जाठो खजना खोज्नु आएको केटाहरू आफै खजना भयो। केही पो रहेन नि थुक माछा त्यहाँ पल्लोमा घेरा छ हेर्दैछु। ए केही पो रहेन ब्याड लक ब्याड लक ब्याड लक। यहाँ 1-2 केजी सुन भेट्छ कि भनेर आएको त। लु त्यहाँबाट फेरि छिर्नु पर्यो है दाजु। छिर्नु पर्छ नि अब यो कहाँ छोड्ने लुगा चाहिँ मा झ्याक्ने धोस्नै हुने रहेछ। पैसा यहाँ के भन्छ
किम्ती चिज पाउनु त्यति सजिलो छ त अनि गुफा छिर्नु पर्यो नि अनि पो पाइन्छ त छिर्ने ठाउँ ज्यानै उठ्दैन रहेछ नि हौ ओहो बास आए ओहो क्या मजा आइदा नि यो पनि ती गर अन्डिङ हो जाँठो यो त मान्छेले जानी खनेको हो कि क्या हो जाँठो गुफा बनाउनुलाई अब अनुसन्धानकर्ता भएपछि होइन के हो आए खुट्टा त दुखेर मर्दो रहेछ आए खुट्टा त यार लुगा त यो के भयो पुरै धुलै धुलो लुगा त थेट बिजोक अब अलिक तलतिर झर्नुपर्छ सो अनि लुगा त उल्से धुस्नै भयो फेरि जाउँ जाँठो यो चाबी चाहिँ किन लगाएको होला क्या जाँठा यो गुफाभित्र नि के नै भयो जस्तो हो मूल गुफा प्रवेशद्वार भनेर मुझे यो पहिला पहिला चाहिँ खोलेर बनायो होला है ओ क्या शीतल आउँदो रहेछ दाजु क्या मजा हेर्नु त हो कस्तो चिसो आएर छ नि देउताको फोटोसोटो चढाएर ओहो यार त्यहाँतिर छिर्नु पाए झन् है दाजु त्यहाँबाट सिधै उता निक्लिन्छ कि क्या हो ऊ त्यहाँ त्यो पुरै परेवा बसिरहेको छ नि दाजु त्यहाँबाट पक्का निक्लिन्छ यार ओहो यहाँबाट बाटो छैन नभए त हामी त फेरि गएर आइगयो हाल्थ्यौँ बहुला हो त मान्छे त हामी गुफामा हावा सर्लक्क लाएर यहाँनिरबाट कस्तो शीतल हावा हुने क्या ठिक छ अनि अब हामी फेरि सिधै फेरि अब उँभो चढ्छौँ होइन कहाँ कहाँ के छ हामी सक्दो एक्सप्लोर गर्छौँ होइन तर मलाई थाहा थिएन यहाँ यस्तो छ भनेर चाहिँ बट ठिकै छ अब हेरौँ गुफाहरू छ भने त आहा तर कस्तो मेन छिर्ने ठाउँहरूमा चाहिँ द्याएर हिँड्छ क्या हामी कस्तो छिर्ने प्लान गरिरहेको थियौँ हामी 10 फिट ठाडै ओह्रालो भएको पनि छिर्थ्यौँ होला हौ हामी आज फाइनली डाँडा आइसकेको छ अनि डाँडामा चाहिँ क्या मजाको शीतल हावा आउने के क्या मजा आयो सो सर्लक्क लाएर भित्र सुरु छिर्यो पसिना नि आइरहेछ है ल ठिक छ अनि यहाँ चाहिँ पुरै क्याक्टसमा यी बोयफ्रेन्ड गर्लफ्रेन्डको नौटङ्की राम हेर यहाँ तपाईँहरूको पनि कोही गर्लफ्रेन्ड बोयफ्रेन्ड छ भने नाम लेख्न चाहिँ आउनु होला है त नबिर्सिकन टक्क लाएर यहाँनिर गर्लफ्रेन्ड बोयफ्रेन्डको नाम लेख्ने चलन डेन्जरै रहेछ सो अब हेरौँ हामी त सिङ्गल मान्छे सो हाम्रो त छैन त्यही भएर अब लेख्न मन हुनेहरूले लेख्दा हुन्छ यता त यस्तो विधि सबमा नाम लेखिरहेछ हो यता सबमा पौधाहरू सबमा नाम छ है फाइनल्ली फोटोसुट हानिसकेको छ अनि टक्क लाएर अब चाहिँ हामी फेरि उकालो चढ्दैछौँ होइन यहाँबाट उकालो जान दिन्छ दिँदैन थाहा छैन सो अब जाउँ अलिअलि माथि जाउँ अनि घुमेर हेरेर आऊँ होइन अझै फुलहरू रोप्ने काम भइरहेको रहेछ यतातिर थुम्कामा यसरी फुलहरू रोपिरहेको रहेछन् धेरै ठाउँमा रहेछ यस्तो थुम्का पारेर फुलहरू रोपेको चाहिँ यहाँनिर छ टक्क लाएर बगैँचा जस्तै होइन ठिक छ पार्क भएपछि यतिको त हुनु पऱ्यो नि त होइन 50 रुपियाँ नभए कहाँ पच्छ यार सो यहाँको चाहिँ म सिनेमेटिक सर्ट्सहरू हान्छु है त्यसमा मायाको डोरीले तिमीलाई बधाउला दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना बिर्सना साला ला 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 झन्झन बढ्यो तिर्सना साला ला अघि चाहिँ हामी त्यहाँको बाटो आइरहेको थियो अनि त्यताबाट घुमेर चाहिँ हामी सर्लक्क यताबाट घुमेर आएर यताबाट नै आउनु मिल्ने रहेछ बट हामी चाहिँ त्यताबाट आयौँ टक्क लाएर अनि यहाँनिर भइरहेछ है त के यार यो त हेभन जाने जस्तो छ त यार स्वर्ग जाने जस्तो छ त फुल लाएर के हो तर फेरि तल हेर्दा त आमा तर अघि यहीको उ थियो है तपाईँकोमा त्यहाँ तल फोटो यही गुफाको है ल थियो नि त्यहाँ फोटो ओहो हो यो त यार आफैले खनेर बनाएको यार होइन यहाँनिर खैरेहरू आउँदाखेरि भित्र छिर्न सक्छन् भनेर बन्द गरेको हामी त खैरे होइन त खोइ हामीलाई छिर्नु दिनुपर्ने हो यसो चाक सेकाउन दाप कुकुरीको दाप के ए हो र यो कुकुरीको दाप हो ए कुकुरी लाउनेले के भन्छ तपाईँहरूको दाबे भन्छ हाम्रो पनि ए म त बस्ने पो होला भनेको त्यो बस्ने हो नि बस्ने पनि हो बस्ने अबिर सबिर छरेछन् यो बस्ने त बस्नु बनाएको यो त ब्याटिङ हो त त्यो बुढा यो त ब्याट हो त यात्राको ब्याट साला यहाँ त के हो त पिकनिक सिकनिक हान्ने ठाउँ रहेछ होइन त ए चुला पनि बनाएछ नि यहाँ त अनि पुरै होलीहरू खेलेर यस्तो भइरहेको रहेछ क्या ल अनि अब फाइनली अब एक्जिट हुने ठाउँ भइसकेको छ जस्तो लाग्यो अब एक्जिट हुनुपर्छ होला
खाने पानी रहेछ भने त खाने हो यार गनाएको भइहाल्छ नि गना छैन होइन त यसो मुखभित्र हालिएर त पिउनु मिल्छ असली पिउने पानी हो सो फाइनली गाइज अब हामी चाहिँ एक्जिट हुने बेला भइसक्यो अनि त्यहाँ कलाएर घुमेर रमाइलो भयो होइन ठिक छ यतातिर घुम्नुमा जस्ट इन्जोयफुल छ होइन सो अनि त्यहाँ कलाएर इन्ट्री अनि आउट गर्ने ठाउँ यो ल ठिक छ C3 चन्द्र भनेपछि त यो त चन्द्र शमशेरको पालामा राम राम यार त्यतिखेर नै आमा त्यतिखेरको यो झोलङ्गे पुल रहेछ र पो होइन त्यहाँ कलाएर यत्रो कालो न कालो 122 वर्ष आम्मा गाठे 122 वर्षको पुल यहाँ त हामी हिँड्नु त रिस्की पो रहेछ त हौ अनि फाइनली मेरो पार्किङ चाहिँ यहाँ थियो अनि तपाईँहरूलाई मैले ओडर मिटर देखाउँछु भनेको थिएँ नि सो कति किलोमिटर चाहिँ रन भयो भनेर तपाईँको यो ठ्याक्कै लाएर हाम्रो नयाँ बस्तीदेखि यहाँसम्मको किलोमिटर चाहिँ कति रहेछ भनेर मैले देखाउँ भनिरहेको थिएँ तपाईँहरूलाई अहिले 14.3 किलोमिटर रहेछ है त ल त्यहाँदेखि अब यहाँ जाँदाखेरि 28.6 किलोमिटर हुन्छ ट्याक्कै यहाँबाट फर्किँदा अनि मोटे दाइले यहाँ रिटर्न गर्दैछ सो अनि तपाईँहरूलाई आजको भिडियो चाहिँ के कस्तो लाग्यो होइन लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु नबिर्सिनु होला सो यति भन्दै अब नेक्स्ट भिडियोमा भेट्छौँ है त